हेलो नमस्ते वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी साउदी अरबको रियाद सिटीभित्र रहेको वादी हनिफा भन्ने ठाउँको वादी नमार भन्ने उपत्यका भ्यालीमा घुम्न भनेर आइसकेका छौँ। अहिले चाहिँ यो वादी नमार भन्ने ठाउँ चाहिँ साउदीमा चाहिँ एकदमै ट्रेन्डिङमा रहेको छ। टिकटक, इन्स्टा, युट्युब जताततै एकदमै फेमस भइरहेको छ। त्यही भएर हामी पनि कस्तो छ जाउँ न त घुमौँ भन्ने हिसाबले चाहिँ हामी पनि आज चाहिँ सबैजनाको छुट्टी मिलाएर हामी पनि घुम्नको लागि फाइनल्ली आइसकेका छौँ। दाजु त्यो चाहिँ एकदम पौडी खेलेका फाइनल्ली साथीहरू हामी चाहिँ वादी नमार भ्यालीमा चाहिँ आइसक्यौँ। अहिले चाहिँ हामी गाडीमै छौँ, उत्रेका छैनौँ। एकैछिनपछि हामी अलिक पर उत्रिनेछौँ र त्यसपछि के कस्तो छ यहाँको ठाउँहरूको जानकारी पनि तपाईँहरूलाई हामी दिने नै छौँ। अहिले चाहिँ हामी जाँदैछौँ। फाइनल्ली ताल चाहिँ देखिसकेको छ, पोखरी चाहिँ देखिसकेको छ। एकदमै सुन्दर, एकदमै खुसी फिल भइरहेछ। एकदम राम्रो ठाउँ रहेछ। क्या जगह है वादी नमर? ये वादी नमर और एक है वादी लेबन। उधर अलग लेबन ब्रिज जो ब्रिज बोला था वो उधर है। ये वो सामने इधर उधर कता त्यही हो र झर्ना। त्यो परेको चाहिँ झर्ना 5 बजेपछि मात्रै झर्नामा पानी चाहिँ झर्छ। सबै फ्यामिलीहरू छ। लेक चाहिँ ठुलो छ, लामो रहेछ। यहाँबाट लगभग धेरै लामो छ, पर समय छ एउटा। किधर है? इधर पीछे। हाँ वो क्या सामने तो है। अरे एकदम सामने। चलेंगे उधर। यहाँ चाहिँ हाम्रो टोलीहरू दाजुहरू यता सोल्टी बिचमा दाजु, यता हाम्रो इन्डियन साथी, यता
बङ्गलादेशी साथी। आज चाहिँ हामी वादी नमाम लेकमा छौँ। जाउँ ल। मान्छेको भिड छ घुम्नेको। पारी पारी पनि मान्छेहरू छ, पोखरीदेखि पारी पारीमा धेरै टाढा टाढा छ। बहुत है तो यार मच्छी। हजुर वादी नमानमा छौँ आज चाहिँ हामी। भारी रमाइलो भइरहेछ, बबाल भइरहेछ। मान्छेहरू पनि घुम्नको लागि धेरै आउँदो रहेछ। पहिलोचोटि आएको, पहिलोचोटि पनि तर धेरै रमाइलो बबाल रहेछ। त्यही हो नि त। तपाईँहरूको ग्याङको पनि ल्याइदिन्छु म, टेन्सन नगर्नु। हजुर जति घुमे पनि रहरै मर्दैन त। दामी छ। टाढै हो क्या झर्ना चाहिँ? होइन होइन, उस्तै हो, नजिक आइसक्यो। ऊ त्यहाँ पानी झरिरहेको छ। उफ पर हो क्या, ऊ त्यो पर। आमा मान्छे हेरौँ न, पानी लास्टै छैन। दामी छ। कस्तो सही देख्दो रहेछ यहाँदेखि त। पोखरी चाहिँ लास्टै ठुलो छ, धेरै ठुलो छ पोखरी चाहिँ। धेरै पर छ अझै हाम्रो पोखरी। सुरु धेरै परबाट हुन्छ। पुरा त्यो गुफा बुफामा त त्यो के भन्छ त्यो? सेम त्यस्तै छ त। सबै त्यो गुफाहरूमा चाहिँ सबै बत्तीहरू लगाएको रहेछ। एकदम दामी जलिरहेछ। पर जाउँ न पहिला झर्ना। बबाल रहेछ नि राति त। के छ त्यहाँ चाहिँ खास गरी गुफा? राति चाहिँ झन् बबाल देख्दो रहेछ कि।
हेर्नु त पारि के हो यो चाहिँ घाँस यो त हाम्रोतिर त्यो ऊ हो के भन्छ अम्लिसो होइन यो के भन्छ आफू हाम्रो भाषामा चाहिँ यो घुङ्रिङ भन्छ राई भाषा चाहिँ हामी झर्ना जाँदैछौँ झर्ना चाहिँ हल्का पर्तिर रहेछ माथि गुफातिर चाहिँ सब लाइट छ यता सबै यो के हो यो घाँसै घाँस छ पोखरी चाहिँ ठ्याक्कै यसको पछाडिपट्टि छ पैसा लाग्छ कि यार गेट छ माथितिर सबै गुफा छ भने यहाँ चाहिँ एकदमै दामी झर्ना छ मान्छेहरूको सेल्फी खिच्नेको एकदम भिड पनि छ यता फ्रन्टतिर चाहिँ सबै पोखरी छ यो पोखरी हो त्यसपछि परबाट पानी आउँछ अगाडि एकदमै मान्छे छ भिड फोटो खिच्ने सोल्टी हो यार कस्तो डेन्जर देख्छ है किधर किधर जाना है लोकेशन वाला बता देगा हम लोग गाड़ी किधर है दूरी है ना नूर भाई अब चाहिँ फाइनल्ली हामी त्यो वादी नम्बर पाहाडकोबाट चाहिँ फर्किने रेडी भइसक्यो गाडी त धेरै पर छ अब चाहिँ हामी मान्छे त अहिले पनि छ है राति पनि हुँदो रहेछ होइन मान्छे यस्तै हो नि तपाईँको यो जहिले 24 आवर्स नै आइसक्रिमको गाडी पनि आइरहेछ फोटो खिच्नेहरू टिकटक बनाउनेहरूको धुइरो छ खाएगा अभी छूट गए उधर है आगे मिलेगा तो लेगा मुझसे खाएगा त फर्स्टै गर्नु छ त्यही भएर हामी चाहिँ आइसक्रिम खान थाल्यौँ गाडी चाहिँ यता अब हामी चाहिँ जाने भयो फाइनल्ली अब चाहिँ हामी फर्किसकेका छौँ रात पनि धेरै परिसक्यो लगभग रातिको 9:30 भइसकेको छ भोलि चाहिँ हामी सबैजनाको बिहानै ड्युटी भएको कारणले आज चाहिँ हामी चाँडै फर्किसकेका छौँ आजको मेरो भ्लग कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला पहाडे केटो युट्युब च्यानललाई माया गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला यति भन्दै आजको वादी नमार भ्याली विशेषको मिनी ब्लग यहीँ अन्त्य गर्न चाहन्छु हस्त नमस्ते।